खानेपानी तथा सरसफाई सेवालाई चुस्त दुरुस्त प्रदान गर्ने उद्देश्यले गठन गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आफै खराब स्थितिमा पुगेको छ। लिमिटेडको घाटा मात्रै 2.5 अर्ब नाघेको छ। नेपाल सरकारको 30%, स्थानीय तहको 50%, निजी क्षेत्रको 15% र कर्मचारी कल्याण कोषको 5% लगानी रहेको लिमिटेडमा कमजोर व्यवस्थापन र नेतृत्वको दीर्घकालीन सोचको अभावले संस्था नै धरापको स्थितिमा पुगेको हो। आर्थिक वर्ष 2079-80 मा मात्र 35 करोड 22 लाख 94 हजार घाटामा गएको छ। 2080-81 मा कम्पनीको स्थितिमा सुधार हुन सकेको छैन। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार उक्त घाटामा विगत वर्षको नोक्सानी 2 अर्ब 19 करोड 78 लाख 79 हजार र विगत वर्षको खर्च समायोजन 15 करोड 29 लाख 21 हजार समेत गरेर कुल सञ्चित नोक्सानी 2 अर्ब 67 करोड 34 लाख पुगेको छ। निजी क्षेत्रका पानी वितरण गर्ने कम्पनीहरू फाइदामा गइरहँदा सरकारी लगानी रहेको उपत्यका खानेपानी लिमिटेड भने ऋणमाथि ऋणले थलिन पुगेको हो। लिमिटेडको अध्यक्ष नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका कमलेश कुमार अग्रवाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेल रहेका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष नै लिमिटेडको अध्यक्षमा हुनुले पनि स्वार्थबाजी नै गरेको भनेर समेत कुरो उठ्ने गरेको छ। अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले अहिले पनि संस्थालाई कसरी फाइदामा लैजाने भन्दा पनि व्यक्तिगत फाइदा भाटा हेर्ने गरेको गुनासो छ। कम्पनी यसरी धेरै घाटामा जानुमा आर्थिक अनियमितता, नेतृत्वको उचित पहलकदमी र तत्परता नदेखाउनु रहेको बताइन्छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड तत्कालीन नेपाल खानेपानी संस्थानको उपत्यकाभित्रको कार्यक्षेत्रमा सामाजिक र व्यावसायिक दृष्टिकोणबाट चुस्त दुरुस्त सेवा प्रदान गर्न, दीर्घकालीन रूपमा संस्थागत विकास गर्न र संस्थागत संरचनामा सुधार गरी खानेपानी तथा सरसफाई सेवालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउने उद्देश्यले 2063 साल पौष 9 गते पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको थियो। कम्पनीको चुक्ता पुँजी 5 करोड 66 लाख 37 हजार रहेकोमा अहिलेसम्म आउँदा घाटा नै 1.5 अर्ब नाघेको हो। खानेपानी मन्त्रालय पनि आफू मातहतका निकायको विषयमा मौन बस्ने गरेको छ। त्यसो मन्त्रालय 2 जना लिमिटेडको बोर्ड डाइरेक्टर हुने प्रावधान छ। हाल कमल राज श्रेष्ठ र मुना रावत लिमिटेडमा बोर्ड डाइरेक्टरका रूपमा रहेका छन्।